हाई गाइस, अनि आज चाहिँ म के भन्छ गिटार हिजो लिएको नयाँ गिटार है। अनि यो गिटार चाहिँ म अनबक्सिङ गर्न गइरहेको छु। सो चेक दिस आउट। अनि यो चाहिँ अब के भन्छ, यो चाहिँ न्यू गिटार हो, हिजो भर्खर जस्ट किनेको है। के चाहिँ यो छ नि, यो तपाईतिर सो गाइस, यो चाहिँ हिजो लिएको नयाँ गिटार हो है। यो चाहिँ कम्पनी तपाईँले ह्याक्स कम्पनीबाट हो। अनि मेड इन इन्डोनेसियाको गिटार हो, इम्पोर्ट भएको गिटार हो है। अनि यो चाहिँ तपाईँको मात्र 30 कति भयो, यो कति पऱ्यो, 32 नै। एक्सेसरिजहरू सबै लगाएर 35 जति पऱ्यो होइन। सो इन्क्लुडिङ एक्सेसरिजहरू यसको सबै गरेर चाहिँ 35,000 पऱ्यो यो गिटार है। अनि तपाईँलाई म यसको साउन्ड चेक गराउनु छु कस्तो छ साउन्ड यसको भनेर। अनि हेर्नु सक्नुहुन्छ तपाईँले, यसको यो पनि छ, पिकअप पनि छ है। अनि यसको माथि यो पनि छ। अनि यसको साउन्ड चाहिँ तपाईँले, यो चाहिँ किन भन्दाखेरि अहिले मोस्ट अफ पुरानो गिटारको तपाईँले यहाँ यसको साउन्ड इक्वलाइजरहरू साउन्डहरू यहाँ भेट्नुहुन्छ। तर यसको चाहिँ भित्र छ, यहाँ चाहिँ यसको यहाँ भित्र हेर्नु सक्नुहुन्छ, यहाँ छ। सो भोल्युमहरू बढाउने कम गराउने सबै यहाँभित्र छ। यहाँभित्रबाट भोल्युम बढ्ने कम गराउने छ, यहाँ टोन छ, भोल्युम छ, ट्रेबल छ, सबै छ, यहाँ साउन्ड छ। अनि यो चाहिँ तपाईँको चार्जिङ सिस्टम पनि हो, चार्ज गऱ्यो भने यो अटोमेटिकली चल्छ यो पनि है। अनि यसकोमा साउन्ड तपाईँलाई चेक गराउनु छ। यसको भाइ त्यो एकछिन साउन्डहरू सुन्नु ल, टिक्कै हो यसको साउन्ड सुन्नु ल, कस्तो सुन्दर छ साउन्ड। साउन्ड सुन्नु है। दामी छ है साउन्ड। सो कस्तो लाग्यो भिडियो भनिदिनुहोस्। अनि गिटारको लागि मलाई शुभकामना दिनुहोस्, अनि हाम्रो भाइलाई शुभकामना दिनुहोस्।